चस्मा चाहिँ सोखको लागि लगाएको होइन कि बुझ्नु भने सोखको लागि लगाएको होइन किनकि लाज कम गर्ने उपाय हो कि एयरपोर्टतिर आइपुगेको छु कि म कोटेश्वर ल भन्दा भन्दै प्लेन पनि आइदियो ल सो everyone, welcome to a new vlog. सुधारमा छु ढक्क लाएर अहिले म सुतेर उठेको है अनि ढक्क लाएर अहिले कति बजी भन्दाखेरि ढक्क लाएर 3:30 भयो अनि ढक्क लाएर म जानुपर्ने भनेको चाहिँ उता कोटेश्वर जानुपर्ने हो कि एकचोटि कोटेश्वर गएर अनि बल्ल आएपछि भान्जा लिन जानुपर्ने हुन्छ लाएर अनि हामी रुमसुम सकेको नि त रुम चाहिँ यो तपाईँहरूले के देखाइरहेको होइन ढक्क लाएर अनि यहाँबाट बाहिरको त्यसो लिन्छ कि तर यहाँ चिन्नु भइहाल्छ चिन्नुलाई सब पुग्दैन होला ढक्क लाएर है ढक्क लाएर अनि अब चाहिँ म यता निस्किनु पर्ने हुन्छ होइन ढक्क लाएर एक घन्टामा गएर नै आइपुग्नु पर्ने छिटो पुग्नु पर्ने त बाह्र नै आइपुग्नु भयो अब आउँछु होइन ढक्क लाएर ड्राइभर गर्ने होइन ढक्क लाएर हातमा बेलुका त्यहाँ ढक्क लाएर हुन्छ है आइरहेको हुन्छ तर अलिकति ग्याप हुन्छ कि अन्त खुलाएर यहाँबाट चाहिँ हाम्रो कस्तो हुन्छ भने तपाईँलाई भ्यू देखाइदिन्छु म यहाँबाट कस्तो भ्यू सर यस्तो बवाल देखिन्छ यहाँबाट चाहिँ अनि यो घर चाहिँ अति मनपर्छ कि मलाई यो गरेर कस्तो भयो अति दामी देखिन्छ है अनि यहाँ चाहिँ कस्तो भने यहाँबाट चाहिँ जुन युजल हो नि यसबाट चाहिँ यत्रो अगाडि यत्रो वन छ र पनि हावा आउँदैन कि अनि त्यो यता चाहिँ घरै घर हो यस्तो वाइड खाएर हावा पर्दा हेर्नु न पर्दा कस्तो दामी हालिन्छ कि बेला बेला यहाँ सरर त चिसो हावा छ कि अनि म ठ्याक्कै 3 घन्टा सुतेछु कि लगेर पर्दा हल्लिरहेको म ट्याक्कै ननिस्क 3 घन्टा सुतेछु कि म 8:30 बजे सुतामा छु ढक्क अहिले 3:30 भयो 3:30 भयो नि यो मतलब त्यही घन्टा यस्तो मिठो निन्द्रा आउँछ नि ढक्क लाएर म त्यही आउँछु ढक्क लाएर निस्किनु सो ढक्क लाएर आइ एम गोइङ टु राइट नाउ होइन ढक्क लाएर म जाँदैछु कि मान्छेहरूमा भ्लग गर्ने अल्ट्रा लाग्छ मलाई फेरि चाहिँ म जुडाएर गर्दैछु कि भ्लग मैले आफूबाट त फर्काएन कि मान्छेले हेरेर गर्छ नि त तर अनि अगाडि मात्र फर्काएको छु म त सो काठमाडौँको भिड चाहिँ अब तपाईँले देखिहाल्नु भएको छ होइन हालमा चाहिँ यस्तै भिड हुन्छ ढक्क लाएर चोकमा ढक्क लाएर म चाहिँ गाडी चढ्छु अनि एकैचोटि अब कोटेश्वरतिर गएर है त गाडीतिर ढक्क लाएर यो चाहिँ एयरपोर्ट हो है ढक्क लाएर एयरपोर्टतिर आइपुगेको छु कि म कोटेश्वर ल भन्दा भन्दै प्लेन पनि आइदियो ल ढक्क लाएर भन्दा भन्दै एयरपोर्ट आइपुग्यो भन्दा भन्दै ढक्क लाएर आइपुग्यो कि प्लेनै आइदियो टक्क कोटेश्वर जाने बाटोमा चाहिँ एउटा दामी मन्दिर आउँछ कि त्यसलाई चाहिँ सायद स्वयम्भूमा भएको जस्तै मन्दिर आउँछ कि हेर्नु न कस्तो दामी हुन्छ कि यसको जस माथिको बनावट चाहिँ खतरा लाग्छ कि मलाई जस यो अब नेपालको एउटा भनौँ न नेपाललाई चिनाउने एउटा कला हो नि त कला संस्कृतिहरू सो फाइनली टक्क लाएर कोटेश्वरबाट काम सबै सकिसक्यो होइन टक्क लाएर टक्क लाएर अहिले म अब एउटा रुमतिर जान्छु कि पानीले चढो भिजिन चाहिँ होइन टक्क लाएर यो माथि यहाँ कोटेश्वर चोकमा चाहिँ ठ्याक्कै त आएर अब तासँग त गाडीमा आयो नि त तासँग त केही मतलब भएन गुम्पाबाट उता चाहिँ अनि गाडीले त्यो पानीले भिजियो क्या लोत्रो भिजियो सोचमा बस्दा पनि भिजिन्छ भिजियो कि होइन अनि त्यो चस्मा चाहिँ मैले होइन त्यो चस्मा चाहिँ सोखको लागि लगाएको होइन कि बुझ्नु भने सोखको लागि लगाएको होइन किनकि लाज कम गर्ने उपाय हो कि त्यही भएर मैले चस्मा लाग्यो चस्मा चाहिँ मतलब आफूले आई कन्ट्याक्ट गर्न आफूले चाहिँ गरिन सकिने भयो अनि अरूले चाहिँ गर्न सकिँदैन नि चस्माले गर्छ त्यही भएर चस्मा लाएर
त्यही भएर चाहिँ लगाइदिएको हो होइन। अब चाहिँ म सिधै अब रुमतिर जान्छु। अब यो पुरै पार गर्नुपर्छ कि उता पार गरेपछि मात्र अनि गाडी चढ्ने स्टेसन आउँछ नि, स्टेसन के भने रोड गाडी चल्ने ठाउँ आउँछ, बल्ल चाहिँ गाडी चढ्न मिल्छ नि त। ढोकलाएर पार गर्छु होइन, ढोकलाएर पार गरेपछि अनि मात्र अब भन्ने लाग्यो मान्छेले हेरेर हेरेर कस्टले धोइदिइराख्यो। अब पुल पार गरेपछि मात्र अनि फेरि फाइनली अहिले 3 गुनेमा छु। 3 गुनेमा अब बसबाट जाँदैछु कि म। सो फाइनली टक्क लगाएर अब रुजियो आइयो होइन, खानासाना खाइयो, टक्क लगाएर अब चाहिँ सुत्ने तर्खरमा छौँ होइन हामी सबै टक्क लगाएर। अनि कुन्टु भन्छ हो, कुन्टु के त हेर त्यसो हाई हेर्दा त हाई के छ भन्दा न के छ टक्क लगाएर यस्तै होइन। अब टक्क लगाएर अनि आजको भ्लग चाहिँ यति हुन्छ। तपाईँहरूलाई यहाँ अब टक्क राति काठमाडौँको भ्यू देखाइदिन्छ है त, जे होस् खतरनाक देखिन्छ कि यहाँबाट देखिन चाहिँ। ल हेर्नु काठमाडौँको टप यस्तो देखिन्छ यहाँबाट चाहिँ टक्क लगाएर यस्तो देखिन्छ यहाँबाट चाहिँ टक्क लगाएर। त्यही हो, च्यानललाई सब्सक्राइब गर्नु पऱ्यो, लाइक सेयर सब्सक्राइब कमेन्ट अनिवार्य रूपमा चाहियो टक्क लगाएर। थ्याङ्क यू सो मच फर वाचिङ।